लेका नहीं ना कोई। ए अंकल तपाईले बेच्न राखेको हैन नि त उहाँ बेच्न राखेको नि त बाप रे ए वो देख रोम रोम भाइयों रुको जरा सबर करो शाबाश बेटा के हो हजुर अरे बाप रे दिनमा एउटा खान्छु दिन हेर्नु मेरो हात यस्तो भएको छ कि दिन हजुर दुईटा मात्रै खान्छु आमा आमा लास्ट भिडियोमा भएको छु टेक्नोलोजिया एउटा मात्रै तपाईले मेरो आमा तपाईँ भन्छ मैं गाली नहीं दे सकता अच्छा म पैसा दिएर खान्छु यो सबै तपाईको हो यत्रो यहाँ नाति यस्तरी हात भाँचिरहेको होइन यस्तो बेला सहयोग गर्नुपर्छ मेरो हातमा भाँचेर मैले कति सहयोग गरिरहन्थेँ ए आमा भोक लागेर मर्ने बेला हजुर बा तपाईँ घरका हो हजुर तपाईँले चिने जस्तो लाग्यो क्या मैले सिन्धुपाल्चो ए सिन्धुपाल्चो कुन ठाउँ भन्नु त भोटेचो अच्छा मेरो पनि त्यतै पर्छ यता सुन्नु न होइन मेरो आज हात अलिक भाँचे छ के अनि खालि खानालाई खाजा खानु पैसा होइन कि 10-20 रुपियाँ सहयोग गर्छ होइन हजुर तपाईँ गाउँ के हजुर आमाले त दिने भन्नु भएन अलग लेवल का बंदा था एउटा हैन एउटा क्या बोलूं मैं इसको तपाईले म भोलि पैसा लिएर पानी दिन त म पैसा किनेर खान्छु पैसा दिएर खान्छु यी पैसा छ मसँग पैसा हेर्नु त यो कस्तो कैसे लोग रहते मलाई त केही नजिक त म यहाँबाट जाली जान्दिन डिप्रेशन लुक म पुलिस बोलाउँछु बरु महानगरलाई एउटा मात्रै खान्छु भने एउटा बदम दिन नि नसक्ने एउटा दिनु प्लिज एउटा दानो दिनु म खाएर गइहाल्छु पानी दिनु पानी खान्छु पैसा दिएर खान्छु पैसा 20 रुपियाँ 50 रुपियाँ दिन्छु नि त तपाईँ मेरो आमा जस्तो देखिरहेको छु मैले म नगर पानीमा बोलाउँछु
म तिमी एउटा जान्छु म यहाँ जाँदा जान्छु तपाईँ एउटा यो मेरो म बुवालाई बोलाइदिन्छु कल गरेर म यहाँ बस्छु नि त यहाँ बस्छु ल मेरो ठाउँमा यहाँ आमा यहाँ बस्छु थ्याङ्क यू सो मच गाइज भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा अनि सो तपाईँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद किनभने मेरो युट्युबमा चाहिँ 1K सब्सक्राइबर कम्प्लिट भइसकेको छ होइन तपाईँहरूलाई फेरि पनि मनैदेखि धेरै धेरै धन्यवाद यति धेरै माया देखाइदिनु भएको छ अनि सो गाइज यो चाहिँ मेरो पार्ट 1 भिडियो होइन तपाईँहरूले यो भिडियोलाई पनि यस्तै माया देखाइदिनु भयो भने चाहिँ म पार्ट 2 छिटै ल्याउने छु गाइज जस्ट भिडियो मात्रै हो होइन नेगेटिभ कमेन्ट नगरिदिनु होला अनि तपाईँहरूले मेरो च्यानललाई अहिलेसम्म सब्सक्राइब गरिदिनु भएको छ भने गएर सब्सक्राइब गरिदिनु होला युट्युबमा रोशन राउत छ सो गाइज त्यही हो है त माया देखाइदिनु होला बाई बाई